हामी फाइनली रूपमा गोलबेडाको यता पात कटिङतिर हाँगा मुन्टा भन्छ यसलाई, मुना कटिङतिर लागिरहेको छौँ। अहिलेको अवस्था यसरी ओभर हाँगाहरू काटछाट गर्ने कार्यक्रम काटछाटको क्रममा हामी रहेका छौँ। यसरी एक्स्ट्रा ओभर हाँगाहरू हाल्ने गर्नुपर्छ। गोलबिडाको बारेमा कसरी पात काट्छन् अनि के गर्छन्, ल त सर हामीहरूलाई यसो गोलबिडाको बारेमा तपाईले जानकारी दिनु पर्यो, कसरी के गर्छन् अनि के कस्तो गर्छन्। अनि यो हेर्नुस्, यो त यहाँले पात काटिन फाल्दै हुनुहुन्छ, अब भन्नुस् सर। यो भनेको फाल्टु पातहरू भयो है। हजुर। तल भुइँभन्दा दुईटा हाँगा आउँछ। हाँगाभन्दा माथि एउटा फलको झुप्पा लाग्छ। हजुर। फलको झुप्पाभन्दा माथि चारवटा हाँगा राख्ने भएपछि यसरी चारवटा राखिन्छ। अनि दुईटा राख्ने भए दुईटा मात्र राखिन्छ। बाँकी सबैलाई निकालेर फाल्नुपर्छ। हजुर। अनि रोग लागेको, त्यसपछि किरो लागेको पातहरू छानेर फाल्नुपर्छ हामीले। बाँकी अब यिनीहरूलाई हामीले पात र हाँगा कटिङ गरिसकेपछि यिनीहरूलाई यसरी बेरेर अनि माथि सुताउनुपर्छ। माथि सुताएपछि फेरि पात कटिङ सुरु हुन्छ हाम्रो। अनि यो तपाईको यो तलैदेखि पनि हामीहरूलाई यसो सिकाउनु जानकारी गराउनु पर्यो, यो तलैदेखि कसरी गर्नुपर्छ र कसरी गर्नुपर्छ। सुरु गरी अब तलको लास्टको भयो यो पातहरू, त्यसपछि हाँगाहरू डाँठहरू यसरी काट्ने नजिक अनि त्यसपछि यो ओभरअल पातहरू, अनि त्यसपछि हाँगा लागेको माटोले छोएको यो यस्तो भएको पातहरू हामीले छाट्नुपर्छ। त्यसपछि अब हामीले चारवटा हाँगा राख्ने भएपछि यी दुईटालाई राख्नु पर्यो, होइन भने अब दुईटै राख्ने भएपछि अब बाक्लो घना छ भनेपछि हामीले दुईटा राख्नु पर्यो है। अहिले हामीले अब पातलो बिरुवा भएको कारणले चारवटा हाँगा राख्ने गरेका छौँ। त्यसपछि अब यसलाई चाहिँ काट्नुपर्छ। अब बिमारी लागेको भने यस्तो बिमारी भएको, त्यसपछि अब यता यो भयो एक्स्ट्रा हाँगा भएको। हजुर। अनि यो यता हाँगाहरू पलाएको, यो भएको सबै छाट्नुपर्छ हामीले है। हजुर। त्यसपछि यो एक्स्ट्रा हाँगा पातहरू हुन्छ, माटोले छोएको, यो बिमारी लागेको, यस्तो सबै निकालेर फाल्नुपर्छ। अनि पछि गोलबेडा अलिकति पाक्ने जस्तो कलरको भएको भयो भने भुइँदेखि माथि 2 स्टेप पातहरू हामीले काटेर फाल्न सक्छौँ। नत्र भने गोलबेडा पाक्दैन, गुम्सिएर बस्छ भित्र। धेरै धन्यवाद यहाँ दाइले हामीलाई सिकाएकोमा। यस्तो काट्नु पर्दो रहेछ। अनि दाइहरूले अब हेर्नुहोस्, यस्तो पातहरू देखाइकन यिनी माथि भी गरेको राख्ने भनिन भन्नुहुन्छ। धेरै राम्रो जानकारी दिनुभयो हाम्रो दाइले कृषिको पनि धेरै राम्रो काम गर्दै हुनुहुन्छ, धेरै अगाडि बढ्दै हुनुहुन्छ। हाम्रो दाइले कति भयो त यो कृषिमा काम गर्न लागेको? अनि म कृषिमा काम गर्न लागेको विगत 1 वर्ष भयो। हजुर। म पनि कृषक विद्यार्थी नै हो, सिक्दैछु अहिले भर्खरै। अब मैले सिकेको ज्ञानहरू मैले तपाईँलाई प्राप्त गर्छु भन्ने मेरो जानकारी अनुसार मैले जे गरेको छु, मैले जे सिकेको छु, म तपाईँहरूलाई दुःखसँग सिकाउँछु। तपाईँले ध्यान दिएर सिक्नु होला, ध्यान दिएर सुन्नु होला है। हजुर। हजुर। त्यो मेरो कर्तव्य हो तपाईँलाई सिकाउनु पर्ने। मैले जे जानेको छु, जे गरेको छु। हजुर। अहिले विगत 1 वर्ष भयो मैले यो कृषि क्षेत्रमा आबद्ध भएको, गोलबेडा खेतीमा मैले काम सिक्दै गरेको, विद्यार्थीको हिसाबले काम सिक्दै गरेको अहिले विगत 1 वर्ष भयो। 1 वर्षभित्र मैले जति जे जानेको छु, जे गरेको छु, यो तपाईँहरूलाई सिकाउने प्रयास गर्नेछु। हस्, धन्यवाद है। ल हस् त, तपाईँले धेरै धन्यवाद छ। तपाईँले हामीलाई धेरै कुराहरू सिकाउनु भयो, धेरै राम्रो गर्नुभयो। ल।